हेलो साथीहरू, आज हामी कुरा गरौँ साइप्रसमा नेपालीहरूको स्यालेरी कति छ भन्दाखेरि प्रायः धेरैजना चाहिँ होटल लाइनमा आउनु भएको छ। म पनि होटल लाइनमै हो। अब कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँको एक्सपिरियन्स र कम्पनी अनुसार फरक स्यालेरी दिएको पनि हुनसक्छ। बेसिकल्ली अब नर्मली मलाई थाहा भएको अनुसार चाहिँ अब वेटरको 750 देखि 800 900 त्यतिसम्म छ नेपालीहरूको। अनि कुकरको भन्नुहुँदाखेरि अब 900 1000 1200 त्यहाँसम्म छ। मलाई थाहा भए अनुसार भनिरहेको छु है मैले। अब कति ठाउँ धेरै पनि हुनसक्छ, थोरै पनि हुनसक्छ। अनि बारिस्टा बेकरीहरूको चाहिँ अब बारिस्टाको भनेको 900 1000 एक्सपिरियन्स अनुसार है। अनि बेकरीमा पनि त्यस्तै हो 1000 1100। अनि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ अब मसँग नि बुझ्न सक्नुहुन्छ केमा आउँदा ठिक हुन्छ। मेरो एक्सपिरियन्स अनुसार म तपाईँहरूलाई भनिदिन्छु। अब यहाँ प्रायः मेसेजमा भनिराख्नु भएको थियो अब मेरो चाहिँ किन अहिलेसम्म भिजा लागेको छैन भन्ने छ। अहिले यता प्रायः अफ सिजन भएर पनि हो। अहिले अफ सिजन छ, अहिले विन्टर चलिरहेछ। अब समर लाग्न साथ टङ सबैको भिजा लाग्न थाल्छ। अब इन्टरभ्यूहरू के कस्तो भएको छ त्यसमा पनि हेर्नु पर्यो। अरू तपाईँहरूलाई केही जानकारी लिन चाहनुहुन्छ भने मलाई डाइरेक्ट मेसेज अथवा कमेन्ट सेक्सनमा सोध्नु हुँदाखेरि म भनिदिन सक्छु है त।